हजुरहरु सम्पूर्णलाई स्वागत छ साईश्रीको युट्युब च्यानलमा। म हजुरहरुको प्यारो साईश्री। आज भने म चाहिँ यसो घुम्नको लागि निस्केको थिएँ, अफरोड भ्रमणको लागि है। अनि हजुरहरुलाई पनि यसो भिडियो मार्फत देखाइदिएको। आशा गर्दछु तपाईले यो भिडियो मन पराइदिनुहुन्छ भनेर है। धेरै समय भएको थियो युट्युबमा म भिडियो अपलोड नगरेको है। यो चाहिँ हो टाउवा, यानि कि कति तौलिने जग्गा है साथीहरु। अन्त म चाहिँ अब भने घरतर्फ जाँदैछु। सबैजना चाहिँ कति तौलिनु आउनु भएको अब चाहिँ घर फर्किँदैछौँ हामी। बल्ल बल्ल राम्रो बाटो आयो। यो चाहिँ राम्रो बाटो भनौँ न। राम्रो बाटो। अन्त अघि चाहिँ अफरोड बाटो एकदम खतरनाक थियो अघि चाहिँ है। अन्त खासमा त्यही भिडियो गर्नको लागि चाहिँ म गएको थिएँ। प्लस चराहरू पनि यसो भेट्यो भने चाहिँ भिडियो गरेर चाहिँ हजुरहरूलाई युट्युबको माध्यमबाट देखाउँ भनेको थिएँ। तर चराहरू चाहिँ भेटेन है अङ्कल। उहाँ चाहिँ हाम्रो ह्यान्डसम अङ्कल हुनुहुन्छ, तपाईँहरू चिन्नुभएको होला है। चराहरू सबै लुकेछ। चराहरू चाहिँ लुकेछ साथीहरू। अहिले चाहिँ हजुर अघि मैले तिमीलाई जाउँ भन्दा चाहिँ लुइचे बाटो थियो नि त। बल्ल राम्रो बाटो भयो साथीहरू। भयो यो भिडियो चाहिँ एकदम र हुन्छ विदाउट एडिट। म चाहिँ युट्युबमा लगाइदिन्छु है। मेरो युट्युब हेर्नुहुने साथीहरूले हजुरहरूले फेसबुक पेजमा पनि यसो हेर्नु सक्नुहुन्छ। त्यही नाममा छ साईश्री गोर्खाली छोरी भनेर है। प्रायः म एक्टिभ चाहिँ फेसबुकमा हुनेछु आजकल। अन्त युट्युबमा चाहिँ त्यति साह्रो हुँदैन नि त। आज चाहिँ यसो युट्युबमा भिडियो पनि लगाउनु पर्यो भनेर चाहिँ सानो भिडियो गरेको। यो चाहिँ हो बर्डको बोट, डीको बर्डको बोट भन्छ है। अन्त आज चाहिँ बाटोकै मात्रै छ भिडियो। यो अनुहार पनि हेर्नु मन लाग्यो होला तपाईँहरू, हेरिहाल्नुहोस्। म चाहिँ तपाईँहरूको प्यारो अनुहार पनि देखाइदिइहालेको। धेरै समय भयो होला नि त साथीहरूले मेरो अनुहार नदेख्नु भएको है। अन्त यसो अनुहार पनि देखाइदिएको। अब भने हामी जाँदा अङ्कल मलाई चिन्छ होला कि। हजुर चिन्छ मसँग। नसुन्ला नि, सुन्दैन होला हौ। टिटिन भन न, पुग्दैन। गाडीमा बस आउने चढ्ने। तपाईँलाई चिन्नु हुँदैछ है। चिन्नु हुँदैछ। चिन्दैन मसँग।